सफलता उनीहरूलाई मिल्छ जो सपना देख्ने गर्दछन्। नमस्कार अनि शुभ बिहानी उपस्थित सम्पूर्ण महानुभावहरूमा। म लोकेश शाह, मेरो जन्मघर दैलेख, हाल कोलपुर बाँकी 5 मा बस्दै आइरहेको छु। पेसाले म न्युट्रास्युटिकल परामर्शकर्ता। उपस्थित सम्पूर्ण महानुभावहरूमा आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट सम्पूर्णलाई स्वागत व्यक्त गर्दछु। आदरणीय महानुभावहरू, आज मिति 2082 साल 10 महिना 14 गते बुधबारको दिन अहिले बिहानको 10 बजेको छ र हामी कोलपुर म्याक्स होटेलको सभाहालमा उपस्थित भइसकेका PWPL आयोजकद्वारा आयोजना गरिएको यस युवा जगाउँ देश बनाऊ भन्ने मूल नारा सहित आजको यस कार्यक्रमको उद्घाटन समारोहमा उद्घोषणको भूमिका निर्वाह गर्न पाउँदा म अत्यन्तै हर्षित छु। यो सुनौलो अवसरको लागि आयोजक संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। पक्कै पनि हामी युवाहरू शिक्षित भयौँ भने देश बन्नेछ भन्ने कार्यक्रमलाई सुरु गर्न चाहन्छु। गर्नुभन्दा अगाडि केही नियमहरू बताउन गइरहेको छु। युवाहरू हुनुहुन्छ, शिक्षित हुनुहुन्छ, तर पनि यी नियमहरूले थप मर्यादित बनाउन सहयोग पुग्छ। कृपया कार्यक्रम अवधिभर ध्यानपूर्वक शान्तपूर्वक सुनिदिनु हुन र आफ्नो मोबाइललाई साइलेन्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। केही समस्याहरू भएमा स्वयंसेवक साथीहरूसँग सहयोग लिनुहोला भन्दै आसन ग्रहणलाई जोड्दै जानेछु र स्वयंसेवक साथीहरूले खादा, माला र ब्याच वितरण गरिदिनु होला। यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन यस संस्थाका अध्यक्ष MP खानज्यूलाई हार्दिक अनुरोध गर्दछु। सभाध्यक्षको अनुमतिमा आजको आसन ग्रहण कार्यक्रमलाई अगाडि बढाउँदैछु। अतिथिको आसन ग्रहण गरिदिनुको लागि यस युवा क्लबका अध्यक्ष SP सिंहलाई विनम्र अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको क्रममा प्रशिक्षक शासक आइज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अब भने म आसन ग्रहणको कार्यलाई थाती राख्दै यस कार्यक्रमलाई अगाडि बढाउँदछु र राष्ट्रको लागि आफ्नो यथास्थानबाट उठी राष्ट्रिय गान गाउनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अब आफ्नो स्वागत मन्तव्यको लागि PWPL का संस्थापक मिस्टर LS शाहज्यूलाई हार्दिक अनुरोध गर्दछु। भने विधिपूर्वक अगाडि रहेको पानसको दीप प्रज्वलनको लागि यस कार्यक्रमका प्रमुख अतिथि MP खान लगायत अन्य महानुभाव उपस्थित महानुभावहरूलाई सहयोग गरिदिनु हुन र उपस्थित महानुभावहरूलाई ताली